सोच विचार पुर्याउनु भन्दा अगाडि हामी सोच्छौं, हामी विचार गर्छौं, सत्य के हो, डेटाले के भन्छ भनेर हेर्छौं, अध्ययन गर्छौं, अनि मात्र हामी युवा हुन्छ। उमेरले युवा भएर युवा मानिदैन, उमेरले मात्र युवा बनिदैन रहेछ। हामी निरन्तर अध्ययनशील हुन्छौं, सत्यको पछाडि हामी सदैव उभिरहनेछौं। मैले नेकपा एमालेबाट जब आबद्ध हुने निर्णय गरे, धेरैजनाले मलाई के भन्नु भएको थियो म तपाईहरुलाई सुनाउन चाहन्छु। धेरैजनाले मलाई निरुत्साहित पनि गर्नुभयो, धेरैजनाले भन्नुभयो यो पार्टीमा युवाको लागि ठाउँ छैन, यहाँ क्षमतावान मान्छेहरू छैनन्, अब जीवन बिगार्यो, राम्ररी कमाई धमाई गरिरहेको, इज्जत कमाइरहेको, काम गरिरहेको मान्छे बेकारमा राजनीतिमा गएर, पार्टीमा गएर जीवन बिगार्यो भनेर धेरैले मलाई अनेकन भ्रम छर्ने मात्र हैन, मलाई भड्काउन लागि निरन्तर प्रयास पनि गर्नुभयो। अनि मैले आफ्नो विश्वासमा अडिग रहेर उहाँहरूलाई भने म भर्खरैको युवा हो, म भर्खरै राजनीतिमा आफ्नो पाइला चालिरहेको छु, मैले इतिहास बुझेको छु, इतिहास अध्ययन गरेको छु। एमाले थोरै समयको लागि सरकारमा गएको छ, पार्टीहरूलाई कम्पेयर गर्ने हो भने थोरै समयमा सरकारमा गए पनि थुप्रै राष्ट्र विकास, राष्ट्र निर्माण, राष्ट्रवादीका कामहरू गरेका छन्। त्यसकारण म एमालेमा छु। एमालेले कसैको घर जलाउन सिकाउँदैन, कहीं कतै लुटपाट गर्नका लागि युवा प्रयोग गर्दैन। एमालेले युवालाई आफ्नो 10 नङ्ग्रा खियाएर राष्ट्रको लागि काम गर्नुपर्छ भनेर सदैव प्रेरित गरिरहन्छ। त्यसकारण मलाई एमाले मन पर्छ। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मन पर्छ र म यहाँलाई अनुरोध गर्न चाहन्छु, हामी सबैमा योजना छन्, भिजन छन्, स्ट्र्याटेजी छन्, सबैभन्दा ठुलो हामीमा शक्ति छ, किनभने हामी युवा हौ र हामी युवा भएर, उमेरले युवा भएर मात्र पुग्दैन। अबको आवश्यकता हो सक्षम युवाको, असल युवाको, इमानदारी युवाको, जिम्मेवार युवाको र राष्ट्रवादी युवाको र देशका लागि केही गर्छु भनेर हुटहुटी भएको युवाको आवश्यकता छ। यो समाजको आजको आवश्यकता हो र यो हाम्रो आफ्नो पार्टीको पनि आवश्यकता हो। नयाँ ऊर्जा थप्नका लागि, नयाँ भिजन थप्नका लागि र सँगसँगै पार्टीलाई नयाँ आयाम थप्नका लागि पनि युवा, सक्षम युवा, असल युवा र सँगसँगै राष्ट्रवादी युवाको खाँचो छ। त्यसकारण यही मञ्चबाट म यहाँ सम्पूर्ण युवाहरूलाई आह्वान गर्न चाहन्छु, आउनुहोस् हातेमालो गरौँ, आउनुहोस् देश निर्माणका लागि सँगसँगै जुटौँ, आउनुहोस् हामी एकजुट बनौँ, हामीले राम्रो गर्न सक्छ भने उदाहरण बनौँ, आउनुहोस् सबै कुरा त्यागेर हामीले देशलाई अघि सार्नका लागि अघि बढौँ र यसका लागि राजनीति नै गर्नुपर्छ भन्ने छैन है। यसका लागि तपाईँ हामी जुन जुन ठाउँमा छौँ, तपाईँ हामी जुन जुन पेसामा छौँ, जुन जुन क्षेत्रमा छौँ, त्यही क्षेत्रबाट असल भएर देशलाई योगदान पुर्याउने समय हो। आफ्नो प्रोफेसनबाट देशलाई अघि बढाउने समय हो। त्यसकारण we not just live in the history, हामी इतिहासमा मात्र जिउँदैनौँ, we write the history and it's the right time to write the history in a glorious way. देशको स्वर्णिम इतिहास कोर्ने अब तपाईँ हामीमा अघि भएर आएको छ। त्यसका लागि आँट गरौँ, त्यसका लागि सपना देखौँ र त्यसलाई पुरा पनि गरौँ। जसले आँट गर्छ, सपना देख्छ, त्यसैले पुरा गर्ने हो। र हाम्रो पार्टी we work for people, we don't work for short term result, we work for long term impact because we follow the vision, we don't follow the trend. हल्लाको पछि हामी लाग्दैनौँ र धेरैजनाले अहिले हामीले देख्छौँ
धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन। स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौं, काम गर्ने युवा बनौं। त्यसकारण हामी अराजक युवा होइनौं, अनुशासित युवा बनौं। And let's not be the complainer only, let's be the solution maker. समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन, समस्या आइपर्यो भने समस्यालाई अगाडि जुझ्ने र समाधान गर्ने ल्याकत राखौं हामी युवाहरूले। Our country needs us. यो देशलाई हामी युवा सक्षम युवाको खाँचो छ, यो देशलाई असल युवाको खाँचो छ। थुदे या त देखियो खसा छिक्पि झि दक्पो खत्तो त देश त न्यानि नेग्यु खसा छप्प छदि जिगु इ वेदुंगु गुदु। Our country needs us. Thank you. Thank you so much, Upapramukhज्यू। उहाँले भने जस्तै C is unstoppable, I am unstoppable, you are unstoppable, and we all youths are unstoppable. Unstoppable working for our citizens, unstoppable for working for this country selflessly. यति भन्दै म अब भने अर्को वक्तालाई स्टेजमा निम्त्याउन चाहन्छु। As our next speaker, I'd like to invite on the stage Mr. Prakash Sunwar, जो सामाजिक न्यायको अभियन्ता पनि हुनुहुन्छ। Let's welcome him with a big round of applause. There's another small announcement as well. हाम्रो ड्रोन खसेको रहेछ कतै प्राविधिक मित्रहरूको, प्लिज यदि तपाई मध्ये कसैले त्यो ड्रोन भेट्नु भएको छ भने यतै कतै हुनुपर्ने हो, त्यसैले प्लिज स्टेजमा सम्पर्क गरिदिनु होला। If anyone has found it, please come to backstage. Thank you. इतिहास बुझेको छु। निराशा रोपे निराशा फल्छ, गर्नुपर्छ आशा अनि सम्भावनाको कुरा। निराशा रोपे निराशा फल्छ, गर्नुपर्छ आशा अनि सम्भावनाको कुरा। आशा र सम्भावनाको कुरा गर्दै आशा र सम्भावनाको कुरा गर्दै बल्ल हुन्छ सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा। आशा र सम्भावनाको कुरा गर्दै बल्ल हुन्छ सुखी नेपाली र समृद्ध नेपालको सपना पुरा। यहाँ उपस्थित सम्पूर्ण मेरा अग्रज र नौजवान युवा साथीहरूमा म मेरो तर्फबाट एकता संघर्ष र रूपान्तरणको प्रतीक क्रान्तिकारी अभिवादन व्यक्त गर्न चाहन्छु। लाल सलाम। प्रिय साथीहरू, मेरो नाम प्रकाश सुनार, म उमेरले भर्खर 23 वर्ष टेक्दैछु। म नजिकैको नेपाल ल क्याम्पसको विद्यार्थी हुँ। यो त मेरो सामान्य परिचय भयो। मेरो विशेष परिचय के हो भने म सौगौरव भन्न चाहन्छु, म यो पार्टी नेकपा एमालेको होनहार युवा हुँ, जनताको बहुदलीय जनवादको अनुयायी हुँ। आज हामी यहाँ लोकतन्त्र दिवसको अवसरमा 1 लाख युवाहरू उभिएर यो विशेष दिन मनाउन यहाँ भेला भइरहेका छौँ। आज यहाँ म यति धेरै युवाहरूलाई देख्दै गर्दा भन्न चाहन्छु, हिजो यो पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठहरू पनि 2006 सालमा यो पार्टी स्थापना गर्दा युवाहरू हुनुहुन्थ्यो। उहाँहरूले तत्कालीन राणा शासनलाई घोडा टेकाएर हामीलाई प्रजातन्त्र दिनुभयो, पञ्चायतसँग लडेर हामीलाई बहुदल दिनुभयो, हामीलाई गणतन्त्र दिनुभयो, हामीलाई संविधान दिनुभयो, हामीलाई संहिता दिनुभयो। यो 7 दशकमा हाम्रो पार्टीका नेताहरूले यति सबै दिँदै गर्दा आज म कसम खान चाहन्छु तपाईहरू सम्पूर्णलाई साथी राखेर अबको 7 दशकमा हामीले यो देशलाई हाम्रो पार्टीले संकल्प गरेको समाजवाद दिनुपर्छ। हामीले आम बुझाइमा भन्नुपर्दा सुखी नेपाली र समृद्ध नेपाल दिनुपर्छ। आज हामी यहाँबाट जाँदै गर्दा सबैले यो कसम खाएर यहाँबाट बिदा हुनेछौँ भन्ने म तपाईहरुमा अपिल गर्न चाहन्छु।
आज जनताले जितेको दिन अर्थात् द डे द पिपुल वोन। देशभरि नकारात्मक कुराले मात्र प्रशय पाइरहेका छन्। ती नकारात्मक कुरा गर्ने प्रतिक्रियावादी र प्रतिक्रान्ति तत्त्वहरूलाई म चुनौती दिँदै त्यो जिम्मा उनीहरूलाई दिँदै म आज तपाईहरुको अगाडि केवल सकारात्मक कुरा गर्न मात्र यहाँ उपस्थित भएको छु। वैशाख 11 2063 जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना गरेको दिन हो। यो दिन स्वतन्त्रता, समानता र समावेशिताको उत्सव हो। यो दिन राजाको प्रत्यक्ष शासन अन्त्य भएर जनताको प्रत्यक्ष शासन सुरुवात भएको दिन हो। अर्को भाषामा भन्नुपर्दा यो दिन नेपाली जनताले आफ्नो सार्वभौम सत्ता प्राप्त गरेको दिन हो। त्यसकारणले गर्दा पनि म तपाईहरुलाई यो लोकतन्त्र दिवसको अवसरमा विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। प्रिय युवा विद्यार्थी साथीहरू, लोकतन्त्रलाई एउटा बिरुवाको रूपमा हेरौं। प्रिय युवा विद्यार्थी साथीहरू, लोकतन्त्रलाई एउटा बिरुवाको रूपमा हेरौं। हामीले 62-63 को आन्दोलनमा यो बिरुवाको बिउ रोप्यौं। यो बिरुवा हुर्कन समय लाग्छ, मलजल चाहिन्छ, धैर्यता चाहिन्छ। हामीले यो बिरुवालाई पानी हाल्दै गोडमेल गर्दै स्याहार्दै जानुपर्छ। कुनै बिरुवा रातारात रुख बन्दैन, त्यसको पनि एउटा प्राकृतिक प्रक्रिया र नियम हुन्छ। त्यसैगरी हाम्रो लोकतन्त्र पनि सुदृढ हुँदै, सबल हुँदै, अझ सक्षम हुँदै जानेछ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु। हामीले हाम्रो नेपाललाई पहिलेको नेपालसँग तुलना गर्ने हो, न कि अमेरिका, बेलायत र अरबी कुनै देशहरूसँग। यी देशहरूले हामीले भन्दा पहिले नै लोकतन्त्र प्राप्त गरिसकेका थिए। त्यसकारणले हाम्रो यात्रा हाम्रै हो र यसको गति पनि हाम्रै हुनुपर्छ भन्ने कुरा म तपाईहरुको बीचमा राख्न चाहन्छु। अन्तमा म थोरै कुरा जोड्न चाहे। प्रिय साथीहरू, 62-63 को आन्दोलनपछि हामीले सामाजिक आर्थिक क्षेत्रमा ठूलो फड्को मारेका छौं। मानव विकास सूचाङ्क, जसलाई हामीले ह्युमन डेभलपमेन्ट इन्डेक्स भन्दछौं, त्यसले सन् 2000 मा नेपालको एसडीआई 0.460 थियो भने सन् 2020 मा 0.602 पुगेको छ। यो के यतिकै आएको सूचाङ्क हो? यो कसैले टपक्क टिपेर राखिदिएको सूचाङ्क हो? होइन प्रिय कमरेडहरू, यो यही नेकपा एमाले गरेको सामाजिक आर्थिक गतिविधिका कारण प्राप्त भएको उपलब्धि हो। त्यसकारण निराशा हुनुपर्ने केही छैन। सकारात्मक सन्देश छरौं, देश विकासमा अघि बढौं। जय युवा, जय लोकतन्त्र, लाल सलाम। जय युवा। थ्याङ्क यू सो मच वन्स अगेन प्रकाश सुनारज्यूलाई। र अब भने म स्टेजमा धौलागिरी बहुमुखी क्याम्पसकी सुभ्यू सभापति आस्मिन शेखज्यूलाई स्टेजमा निम्त्याउन गइरहेकी छु। लेट्स गिभ इट अप फर आस्मिन शेख एभ्रीवान। देशभरिबाट उपस्थित हुनुभएका सम्पूर्ण जोसिला र जागरिला युवाहरू र मनदेखि युवा हाम्रा अग्रजहरूप्रति म आस्मिन शेख र सिङ्गो मुस्लिम समुदायको तर्फबाट सम्पूर्णमा अस्सलाम वालेकुम, नमस्ते र अभिवादन व्यक्त गर्न चाहन्छु। आज वैशाख 11 गते जनताले जितेको दिन, नेपाली जनताले राजकीय सत्ता आफ्नो हातमा लिएको दिन, यो एक ऐतिहासिक रातो दिन। यही दिनबाट अभ्युदय भएको नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र विस्तारको लागि नेपाली युवाहरू एकताबद्ध भएर अघि बढ्न रचनात्मक र सृजनात्मक आन्दोलनलाई अगुवाई गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउने दिशामा लामबद्ध हुन हार्दिक आह्वान व्यक्त गर्दछु। निरङ्कुशताको दुष्चक्रबाट पिसिएको हाम्रो नेपाली समाज